Hi everyone, welcome back to my YouTube channel. After very long, है म चाहिँ आज भ्लग बनाउन गइरहेको छु. So what is cooking in our home है त आज हेरौँ है त. मम्मी के पाक्दैछ आज? आज मोमो पाक्दैछ अब उसमा what cooking? Something. Guys, what's cooking? मम्मीले के खानु भएको चाहिँ हाम्रो चाहिँ आज घरमा मोमो बनाउँदैछौँ अनि प्लस हामीले चाहिँ त्यो एकदमै फेम भाइरल क्या अब अहिले टिकटकभरि इन्स्टाभरि आइरहेछ नि क्रोसिएन्टमा चाहिँ आइसक्रिम हालेर खानेवाला ट्रेन्ड अनि त्यो नि ट्राई गरेको त्यो पनि एकदमै मिठो यम्मी 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 थियो सो लेट्स गो कुक मोमो विथ अस है त सो गाइज सेफ पुष्पा इज अलरेडी डुइङ हर वर्क एन्ड पूजा थापा इज अल्सो अलरेडी डुइङ हर वर्क इग्नोर माई दिस टेबल्स मेस है यो चाहिँ हामीले क्रुसियन र आइसक्रिम ट्राई गरेको मेस हो पूजा दिदी टमाटर काट्नु लाग्नु भएको छ अनि पुष्पा कोर्दैछ भन्दा म चाहिँ हो भिडियोग्राफर म चाहिँ केही गर्दिनँ आज किनकि आइएम सिक अफ दिस पिपल्स ओ माई गड भेरी मच सिक गाइस मैले चाहिँ बन्दा कोर्न सकिनँ त्यसैले अब यहाँ प्रश्न दिएको छु मैले मेरो काम प्रश्न बन्दा कोर्ने हाम्रो यहाँ टमाटर आधा उधी भइसक्यो आधा मम्मीले गर्नुहुन्छ अब अनि पूजा दिदी चाहिँ पिरो अचारको लागि तयारी गर्दै हुनुहुन्छ गाइस अब म पिठो मुस्न जान्छु सबैजना बिजी छौँ भाइ हाम्रो पिरो चाहिँ रेडी भइसक्यो सेफले पनि कस्तो हुन्छ टेस्ट गरेर भन्छु अँ, गाइसलाई टेस्ट गरेर खुवाउँछु गाइस काम गर्ने जाति हो काण्ड होता ताहेको बेस्ट इक्जाम्पल हो है म चाहिँ मस्तसँग लाएर बन्दा प्याज पनिर सबै कोरे 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 लास्टमा चाहिँ यहाँ हात पनि काट्यो अब म अहिले टमाटर चलाउँदैछु अचारको लागि होइन त्यहाँ त्यो नि त्यहीँ मिसाइदिनु मम्मी होइन? अब त्यसलाई निचरेर एकचोटि उ गर्नुपर्छ निचल्यो भने पेट खाना होइन फेरि त्यो रस आउँछ नि त निचर्यो भने आउँदैन निचरेन भने आउँछ चिङ इज अलमोस्ट डन सो गाइज अब अहिले चाहिँ हाम्रो ब्रेक टाइम हो है अनि अब हामीले चाहिँ सबै सामान रेडी गरिसक्यौँ चिकनको किमा चाहिँ लिन अहिले पछि जाने हो अनि भेजको लागि एभ्रिथिङ इज रेडी पकाउन मात्रै बाँकी हो अनि अब यो ब्रेक हुँदा चाहिँ एउटा सिरिज कम्प्लिट गर्छु भनेर म आएँ होइन टिभी रुममा अनि त्यसपछि 4 दिन भयो मैले यो सिरिज हेर्न थालेको नेटफ्लिक्समा होइन एलिस इन बोर्डर लाइन भन्ने सिरिज हेर्न थालेको 4 दिन भयो सिजन 1 बल्ल आज बिहान सकाएँ मैले सिजन 2 को एपिसोड 2 मा छु म उहाँलाई लभी डबी मनपर्छ अरे सिरिज त्यही भएर थ्रिलरवाला नहेर्ने रे अनि मैले चाहिँ हेरिरहेको छु योवाला क्या योवाला यो फर्स्टवाला क्या एलिस इन बोर्डरल्यान्ड अब यो कस्तो छ तपाईँहरू हेरिसकेकोले चाहिँ मलाई कमेन्ट गरेर भन्नु होला म भर्खर सिजन 2 मा मात्रै पुगिरहेको छु अनि अब अहिले हामी यो नहेरेर अरू नै के हेर्ने भयौँ त्यही सिरिजको सिजन 2 मा It's very nice to meet you. Are you feeling better now? नकट्यो न अनि खाइसकेपछि गर्ने हो Guys, this is the lovey-dovey drama we are watching right now. Can this love be translated भन्ने ड्रामा है यो केटा र केटी फर्स्ट एपिसोड पछि सेकेन्ड एपिसोडमा भेटे लुक एट हर ब्लसिङ इट फिल्स लाइक सी मेट हर लभ अफ लाइफ हाई बेबे के खाइसक्यो हजुरले How are you doing? मेरो दिमागमा गेम मात्रै छ यार यो कहिले सकिला र कहिले हेरौँ न म मेरो सिरिज यो कोरियन ड्रामा हेर्ने चाहिँ एकदमै बिग एडिक्सन हो है गाइज मोमो बनाउने प्लान अलमोस्ट फ्लप भइसक्यो यहाँनिर महारानीजी हुनुहुन्छ हाम्रो घरमा पुसा थाहा म मेरो त्यो गेमवाला सिरिज छोडी छोडी उनीहरूसँग बसेर ड्रामा हेरिरहेको जस्तो 2टा एपिसोड पुग्यो अहिले त्यो छोडेर आएर मोमो बनाउनु नसक्ने सो हियर इज आवर भेज किमा बहिनीले चाहिँ बेल्दैछ निर्माण तिमी के गर्ने दे तिम्रो के को पालो रे बेबी निर्माणको चाहिँ बस्ने पालो निर्माणको अब यहाँ सेप बनाउनु परेन मोमोको सेप बनाउनु परेन निर्माणको अब सेप बनाउने पालो ओके ओके गोलो बनाइदिन्छ लगैछ
गाइज अब हाम्रो घरको सेफले बनाउँदै हुनुहुन्छ मोमोको सेफ। पानी उम्ले पूजा बेबी कहिले बन्छ सक्छ आज? अलिकति बनाउनु रस यहाँ 2 टा हाल्नु पानी उम्ल्यो। ल एउटा भरिन्छ कहाँ चाहिँ जाने मिलो खोइ निर्मलले बनाइसक्यो। खोइ हेरौँ हेरौँ खतरा स्टाइलको बनाएर जस्तो या खतरा स्टाइलको। ल निर्मल खतरा बबाल स्टाइलको बनाऊ। ल छिटो छिटो बनाऊ 2 मिनट भइसक्यो। मैले खाए नसुन्ने हाल्दै नि त्यो झोल अस्ति हाल्छु प्याज पनि त्यहाँ राखेको छु हालेछिन। त्यति होला निर्मल 3 मिनट भइसक्यो। Wow, oh my god, guys, this one is so beautiful. Oh wow, modak, modak, mama because mama making modak happen भयो नि त खै फेरि देखाउँदै एकचोटि। ठीक छ वाउ कति राम्रो मोदक कसले बनाएको। सो गाइज हामी चाहिँ दिदी र बहिनी आएको छौँ चिकन किमा दिनको लागि। सो गाइज मैले चाहिँ मासुको किमा बोकेर हिँडेँ बहिनीसँग स्कुटरमा। गाइज यु क्यान सी अब अहिले चाहिँ सबैजनाले मेरो साथ छोडेर गइसक्नु भयो। म एक्लैले पकाउँदैछु। पुष्पा एक्लै बेला बेला चाहिँ क्यामेराम्यान प्लिज फोकस टु माई सिस्टर असो। अनि हाम्रो भेज चाहिँ बनाइसक्यौँ हामीले। अनि यो चाहिँ चिकन हो है। यु क्यान सी चिकनको फिलिङ्स कस्तो यम्मी देखिया छ। अनि अब चिकन पनि यो 2टा बक्स चाहिँ भइसक्नु भयो पूजा दिदीले। अब यो एउटा बक्स भर्ने हो। अनि त्यसपछि चिकन चाहिँ एकैचोटि पकाउनु राख्ने हो। हामीले चाहिँ आज मैदाको मात्र होइन आटाको पनि मोमो बनाउनेवाला छौँ किनकि हामी चाहिँ 3जना घरमा 3जना चाहिँ डाइटमा छौँ, म पुष्पा र भाइ। त्यही भएर हामीले आटाको मोमो खाने डिसिसन लियौँ। मैले पनि यहाँ चाहे आफूको भेज मोमो चाहिँ कस्तो हुँदो रहेछ ठिकै गाइज मैले मेरो फ्यामिलीको धेरैजनालाई मिस गरेको छु है। अब धेरैजनालाई जसले मेरो भिडियो हेर्नुहुन्छ सबैलाई मैले मिस गरेको छु। मेरो युट्युब फ्यामिलीलाई पनि मेरो फ्यामिलीलाई पनि स्पेसली मेरो बेबीलाई मिस गरेको छु मैले। ल बाई। दिदी इज फुल अफ कला तर दिदीको ढङ्ग हेर न। ल पानी पोखेको छ क्या यस्तो त ढङ्ग छ यस्तो पानी के गर्नु पर्छ त्यो पनि ढङ्ग छ। हाम्रो चिकन मोमो यहाँ पाक्दैछ बाँकी चाहिँ यहाँ छ। यो चाहिँ आटाको हो सब आटाको हो। हामी सबैजनाले आफ्नो काम कम्प्लिट गरिसक्यौँ। पुष्पाले नि आफ्नो काम कम्प्लिट गरिसक्यो। अब हामी जान्छौँ फेरि ड्रामा हेर्नलाई। आई एम नट रेडी टु वाच द्याट लभी डभी ड्रामा बट स्टिल बहिनी र दिदीको लागि आई एम रेडी टु वाच द्याट ड्रामा है त। दुध नि हुन्छ ल गाइज हामीले त मोमो नि खाइसक्यौँ होइन। मैले त खाएको भिडियो लिन पाइनँ। मम्मीको चाहिँ लास्ट पिस मोमो बाँकी रहेछ यहाँनिर। मम्मी कस्तो भयो मोमो? एकदम मिठो भयो चिकन मोमो मिठो कि भेज मोमो मिठो? मलाई त दुइटै मिला पुष्पा चिकन कि भेज चिकन? पूजा चिकन कि भेज? दुईटै मिठो थियो बाबा चिकन मिठो थियो कि भेज मिठो थियो? चिकन मिठो थियो। पूजाले भेज चाहिँ खाएको छैन दुइटै मिठो थियो अरे। ओ माई गड एउटा गफ हान्नेको नि सीमा हुन्छ नि यार। बेबी चिकन मोमो मिठो कि भेज मोमो? चिकन मोमो सिरो मोमो त धेरै मिठो स्वादिष्ट चिकन मोमो धेरै मिठो स्वादिष्ट थियो हो। एकचोटि फेरि भन्दैछु त चिकन मोमो धेरै मिठो स्वादिष्ट कोही पेट हेर्नु न कतिरो भयो बेबीको फुलेर बिग भएछ बिग। द्याट्स अल फर टुडे गाइज। ल बेबी अब बाई भनिदिउँ। बाई भनिदिउँ ल यहाँ बाई।
सो गाइज आइ एम अलरेडी इन माई रुम. दिदी र बहिनी चाहिँ तल सिरिज हेर्दै हुनुहुन्छ नेटफ्लिक्समा. नाउ आई हेभ टु स्लिप. सो द्याट्स अल फर टुडे. आई होप तपाईँहरूले मेरो भिडियो हेरेर रमाइलो मान्नुहुन्छ होला. फर मोर भिडियोज लाइक दिस, डु लाइक, सेयर, सब्सक्राइब एन्ड कमेन्ट. थ्याङ्क्स फर वाचिङ. बाई बाई. गुड नाइट.